यति गर्नु त पहिला शिक्षकको पेशागत विकास भनेको के हो? शिक्षण सिकाइमा परिमाणात्मक वृद्धि, शिक्षण सिकाइमा गुणात्मक वृद्धि र विद्युत कुनै पनि होइन। कुनै शिक्षकलाई वस्तुगत ज्ञान, सिप, कौशल आदिको परीक्षण गरी दिने प्रमाणपत्रलाई के भनिन्छ? तालिम पत्र। त्यसपछि बी नम्बर के हो? प्रशिक्षण पत्र। यो शिक्षकको पेशागत विकास कार्यक्रम कुन कार्यक्रमबाट के हो? कुन कार्यक्रमबाट आएको? ए नम्बर विद्यालय क्षेत्र सुधार योजना। अनि अरू कुन नम्बर छ? बी नम्बर के हो? सबैको लागि शिक्षा। सबैको लागि शिक्षा। सी नम्बर लर्निङ बाई गोइङ। कुनै पनि होइन। कुन हुन्छ? ए नम्बरको कुन हुन्छ? दुबै। यता ए नम्बरको छ। ए नम्बर यता पहिला लेख्नु, सबैजना पहिला लेख्नु, त्यसपछि फटाफट अलिकति लेख्नु। कसैलाई डर छ? कसैलाई डर छ? बेट कसैलाई पनि छैन। अपनी आंधी दर्द लिखे दृश्य के एक नम्बरमा के हुनुहुन्छ? सी नम्बर। यता ए नम्बर। बी नम्बर। यता डी नम्बर। चुप। ये नंबर भन्छ छ। यता लक कर दिया था। त कोही गलके सबैबाट लक गर्नुपर्छ। शिक्षकको पेशागत विकास भनेको के हो?
परिमाणमा र गुणमा पनि। अब राम्ररी खाली पढायो आएर पंखा टेबल कुर्सी छैन हुन्छ। सबै कुराको मेल हुनुपर्छ। स्रोत साधनमा पनि र गुणमा पनि। बुझ्यो? त्यसमा लेख्ने अलि मिलाएर परिमाण भनेको संख्या, स्रोत साधन, वस्तु, डेस्क टेबल बेन्च यस्तो लेख्दा पनि हुन्छ। गुणमा भनेको मास्टरको पढाउने क्षमता, विषय वस्तुको ज्ञान सबै के हुने परिमाणात्मक र दुवैमा हुनुपर्छ। बुझ्यो? यसमा डी कुनै शिक्षा पढ्नु त अलि जोड्नु। कुनै शिक्षकलाई वस्तुगत ज्ञान, सिप, कौशल आदिको परीक्षण गरिदिने परिमाणात्मकलाई के भनिन्छ? परिमाणात्मक के भनिन्छ? संज्ञान छ यार। प्रमाणपत्रलाई के भनिन्छ? तालिम प्राप्त हुन्छ। तालिम पत्र, प्रशिक्षण पत्र, अध्यापन अनुमति सबै कुन हुन्छ? डी यदा अतिसाक्षी यदा सबै हो त। अध्यापन अनुमति पत्र। अध्यापन अनुमति पत्र तालिम प्रशिक्षण यिनीहरू पनि हो। तर अध्यापन अनुमति पत्र भनेको सुरुमा शिक्षकको नियुक्ति गर्नुभन्दा पूर्व पनि के गर्नुपर्छ? एउटा वस्तुगत ज्ञान, न्यूनतम योग्यता, डिग्री छ कि छैन सबै चेक गरेर नि न तपाईलाई फर्म भर्न लगायो निमावि अध्ययन अनुमति पत्रमा। अब त्यसमा पनि जाँच हुन्छ। जाँच दिएपछि अनि प्रमाणपत्र दिन्छ। बुझ्यो कि बुझेन? तालिममा पनि हुन्छ। तालिम भनेको त एक किसिमको तालिम भनेको त अब एकचोटि शिक्षकको नियुक्ति भइसकेपछि त्यसलाई तालिम दिन्छ। त्यसमा पनि प्रवेश तालिम हुन्छ। सुरुमा नवप्रवेशीलाई दिन्छ नवप्रवेशी तालिम। त्यसपछि 2 वर्ष 4 वर्ष भए पनि बिस्तारै अझै पनि दिन्छ। खाली एकचोटि दिएर सकाउने होइन। टाइम टु टाइम तालिम भइरहन्छ। टिचरहरूलाई, कर्मचारीहरूलाई सबै यो शिक्षकको पेशागत विकास कार्यक्रम कुन कार्यक्रमबाट आएको हो? सर बी नंबर उदा ए नंबर कौन विद्यालय क्षेत्र सुधार योजना। विद्यालय क्षेत्र सुधार योजना
विद्यालय सुधार योजना होइन फेरि क्षेत्र क्षेत्र सुधार सुधार योजना। अब हामीले तालिम र पेशागत विकास मा के फरक छ छैन? छ बी नम्बर छैन, सी नम्बर भन्न सकिँदैन, डी कुनै पनि होइन। छोटो अवधिका लागि गरिने विकास कुन हो? तालिम, पेशागत विकास, दुबई कुनै पनि त्यो लेख्यो उताको तल पनि पेशागत विकासमा बटम अप एप्रोच भनेर केलाई बुझिन्छ? विद्यालय स्तरदेखि मंत्रालय स्तर सम्मको विद्यालय स्तरदेखि मन्त्रालय स्तरको निर्देशनमा वा सरसल्लाहमा विकास मंत्रालय स्तरदेखि विद्यालय स्तरसम्म निर्देशनमा विकास 13 दुबई
कुन कुन हुन्छ होला? बस के हुन्छ? कुन क्वेसन? 1 नंबर को ए नंबर के छ क्वेसन? ए नंबर तालिम र पेशागत विकासमा फरक छ या छैन? फरक छ। फरक छ। अनि अर्को छोटो अवधिका लागि गरिने विकास कुन हो? बी नंबर ए नंबर सर। ए नंबर दादा समझो कौन हुन्छ? स्वीट कुछ लिया तालु अर्को पढ्नु त क्वेसन उता लास्टपट्टि पेशागत विकासमा बटम अप एप्रोच भने केलाई बुझिन्छ? विद्यालय स्तरदेखि मन्त्रालय स्तरसम्मको निर्देशनमा वा सरसल्लाहमा विकास, मन्त्रालय स्तरदेखि विद्यालय स्तरसम्म निर्देशन विकास, निर्देशनमा विकास दुवै कुनै पनि होइन। त्यसको हुन्छ सर ए नोट एदा बी बी सी बी नंबर सर डी नंबर बी बी नंबर डी नंबर मसल है सर दो अनि एबीसीडी चल रहा था सर। तो तू कथी बनाउँछी? तू कथी के नोट गर्छी? हमरा कहीं सीख गई। तालिम र पेशागत विकासमा फरक छ कि छैन? छोटो अवधिका लागि गरिने विकास कुन? तालिम मैले भनेको छु पेशागत विकास। त्यही फरक हो। तालिम र पेशागत विकासमा के फरक छ? सानो समयको लागि दियो तालिम दिन्छ नि, अब कुनै कुरा आइरहेको छैन, इएमआइएस भर्न आइरहेको छैन, विद्यार्थीको मार्कसिट निकाल्न आइरहेको छैन, अब विद्यार्थीलाई कसरी सिकाउने
कसरी राम्ररी पढाउने अनि स्मार्ट बोर्ड कसरी चलाउने। आजकल त स्मार्ट बोर्डहरू पनि चलाइरहेछ त त्यसको लागि अब पुरानो मास्टर लाउँछ स्मार्ट बोर्ड चलाउन त सिकाउन तालिम दिन्छ नि। त सानो अवधिको लागि दिन्छ मतलब सानो अवधिमा 1 हप्ता 15 दिन त्यो 1 महिना 2 महिना जति होस् त्यो सरोकार छैन तर तालिम भनेको सानो अवधि। तर पेसागत विकास भनेको तपाईको जीवनभर जीवन पर्याप्त हुन्छ। अब जहिलेदेखि शिक्षक नियुक्ति भयो शिक्षक अवकाशसम्म रिटायरमेन्टसम्म केही न केही सिकिरहेको हुन्छ सिक्दैन प्रत्येक दिन केही न केही सिकिरहेको हुन्छ मान्छे। तपाईहरु नि यहाँ आइरहनु भएको छ केही न केही सिकिरहनु। म पनि यहाँ आइरहेको छु केही न केही पढ्ने पनि सिकाउने पनि सिक्ने पनि। त पेसागत विकास दीर्घकालीन रूपमा अल्पकालीन होइन। अल्पकालीन भनेको छोटो अवधि के शब्दहरुमा पनि कहिले काहीँ आउँछ। अब यसमा लेखिन्छ अल्पकालीन अल्पकालीन भनेको छोटो समय लेख्ने यो हरेक कुरा अब मैले लेखाएर हुँदैन के कुरा छ आफैले अलिकति राम्ररी लेख। छोटो अवधि भनेको के अल्पकालीन। दीर्घकालीन भयो भने के भन्छ दीर्घकालीन भन्यो भने पेसागत विकास। यही फरक छ। पेसा भनेको त थाहा छ नि कुनै शब्दहरु थाहा छैन भने सुन्नु होला। पेसा अब पेसा भनेको के कुनै सिप या कुनै काम जसबाट आयोजन पनि हुन्छ। यो मेरो पेसा पनि भइहाल्यो पढाइरहेको छु केही न केही आयोजन होला तो पेसा भनेको के हो तपाईहरु नि अब भोलि टिचरमा गयो भने चाहिँ केही न केही होला नि हामीलाई के हुँदैन त्यही भएर पेसा भने नियमित कार्य पनि हो। त्यो पेसामा रेगुलर जानु पर्यो फेरि एक दिन जाने 10 दिन घर गयो भने पेसामा राख्छ कसैले सरकारले पनि राख्छ सरकारले पनि के गर्छ उसलाई रिटायर गर्छ या कारबाही गर्छ उसलाई हटाइदिन्छ बर्खास्त गरिदिन्छ। त पेसा भनेको नियमित जानु पनि पर्यो काममा ध्यान दिनु पर्यो प्रोजेक्ट सिपमा। अब पेसागत विकासमा यो बटम अप एप्रोच भनेर केलाई बुझिन्छ पेसागत विकासमा बटम अप एप्रोच सन्चो छैन सन्चो मलाई पनि सन्चो मलाई पनि एकदम सर्दी लागिरहेछ त्यो मौसम चेन्ज भयो क्या खोकी सर्दी। कुन नम्बर ABC सी कसले भन्नु सन्जु ए उषा बी बटम अप एप्रोच। बटम भनेको बटम भनेको तातो टप बटम बटम फेद यो बटम टप भनेको के भयो सिलिङ बटम भनेको फ्लोर
फ्लोर जस्तो फ्लोरै नभने बटम भनेको तल केही नै कुरा कसैभन्दा तल भएको छ भने त्यसलाई के भन्छ बटम टप बटम थाहा छैन थाहा छैन सर टप बटम क्लासमा टप त्यो पनि कुरा एक ठिकै हो टप क्लास टप यदि गरेछ भने नाम के आउँछ सबभन्दा माथि एक्जाम टपर कस्ति को भयो रन्जु सन्जु उसको नम्बर के छ टप टपमा छ को फेल भयो सबभन्दा लास्ट मेरो सर मेरो मेरो सर 34 छ 34 34 छ त सबभन्दा लास्टमा उसको नाम हो लास्ट छैन लास्ट एउटा लास्ट एउटा हो सेकेन्ड लास्ट बटम सेकेन्ड लास्ट बटम तल बटम भनेको के तल टप भनेको माथि त यही बटम अफ एप्रोच भन्छ पेशागत विकासमा के हुन्छ बटम अफ एप्रोच के हुन्छ बटम अफ बटम अफ एप्रोच भनेको भनेपछि यो कार्यक्रम विकासको कार्यक्रम विद्यालयदेखि विद्यालय वा शिक्षकको सरसल्लाह अनुसार माथि जान्छ शिक्षकको सरसल्लाहमा जिल्ला शिक्षा कार्यालय त्यसपछि मन्त्रालय मन्त्री परिषद यस्तो सरसल्लाहमा विकास गरिन्छ यसमा के भयो मन्त्रालय स्तरदेखि विद्यालय स्तरसम्म निर्देशनमा विकास तालिमहरू बनाउँदा शिक्षाको कार्यक्रमहरू बनाउँदा शिक्षकको सरसल्लाह लिएन त्यसलाई के भन्यो त्यसलाई भन्यो टप डाउन एप्रोच के भन्यो टप डाउन एप्रोच भनेको माथिदेखि तलसम्मको माथिदेखि तल टप डाउन भनेको माथि भनेको मन्त्रालय डाउन मन्त्रालयले विद्यालयसँग सरसल्लाह गर्दैन डाइरेक्ट आफ्नो कार्यक्रमहरू बनाइदिन्छ भन्छ यस्तो यस्तो गर भनेपछि त्यो पेशागत विकास भयो अब जो पेशासँग शिक्षण पेशासँग विकास गर्नु छ त सरसल्लाह शिक्षकको लिनु परेन अब मन्त्रीलाई के थाहा टिचरलाई कस्तो किसिमको समस्या हुन्छ विद्यार्थीलाई कस्तो किसिमको समस्या छ विद्यालयमा के स्रोत साधन कमी छ त्यसलाई के भन्यो बटम अप पेशागत विकास बटम अप एप्रोचसँग सम्बन्धित छ के छ न पेशागत विकास तर तालिम कुनसँग सम्बन्धित छ तालिम टप डाउन एप्रोच टप डाउन एप्रोचमा के हुन्छ अब माथिबाट भनिदिन्छ यसरी यस्तो किसिमको तालिमले यस्तो किसिमको यो तालिम आउँछ माथिबाटै आउँछ नि चिट्ठी तालिम भन्यो भने टप डाउन एप्रोचमा टिक्लर भन्ने पेशागत विकास भन्यो भने बटम बुझ्यो फरक तालिम र पेशागत विकासमा के फरक एउटा समय सानो समयमा तालिम लामोमा पेशागत त्यसै गरी बटम अप एप्रोचमा कुन टप डाउनमा तालिम त्यो यसरी फरक लेख्ने राम्रो फरक लेख्ने राम्रो बुझ्यो
शिक्षण सक्षमता भन्दाखेरि शिक्षण सक्षमता शिक्षण सक्षमता शिक्षण सक्षमता देहायमध्ये कुन वस्तुगत ज्ञान शिक्षण सिप सिकारु सम्बन्धी ज्ञान सबै शिक्षण सक्षमता का मापदण्डहरू कतिवटा छ? पाँच, सात, 9, 10 शिक्षकले आफ्नो शिक्षण सम्बन्धी आफैले मूल्याङ्कन गर्ने विधि स्व-अध्ययन स्वमूल्याङ्कन स्वरोजगार स्वयंसेवक के हुन्छ अब नभन्न त तो ए नंबर क्वेश्चन को दे ए नंबर को डी ए नंबर सर 1 नंबर को ए सी सर बी हाँ बी
अनि अर्को 2 नम्बर क्वेसन पढ्नु त। शिक्षण क्षमता मापदण्ड कतिवटा छन्? 10 वटा छ। त्यसको सी हुन्छ न सर यसको डी हुन्छ यसको डी हुन्छ 1 नम्बर 1 नम्बरको डी भन्दैछ। 2 नम्बर 2 नम्बरको 10 सी 2 नम्बर अनि हेर बी नम्बर छ। त्यो बी नम्बर कुन हुन्छ? ए नम्बर छ। सक्षमता भनेको के हो र शिक्षण पहिला भनेको के हो? शिक्षक हो कि त्यहाँ शिक्षण? शिक्षण छ। के हो? डी नम्बर छ। कुन भयो? शिक्षण भनेको के हो? के हो? लास्ट बेन्च शिक्षण भनेको के हो? फेरि बोल्दै वस्तुगत ज्ञान शिक्षण भनिरहेको छु त यो थोडी भन्नु शिक्षण। शिक्षण भनेको के हो? शिक्षकले के गर्छ? टिचिङ गर्छ। त्यही टिचिङलाई के भन्यो? मतलब शिक्षकको कार्य भनौँ न शिक्षण पेसा। शिक्षण पेसा शिक्षक भनेको मान्छे हो भने शिक्षक मान्छे हो। शिक्षण के हो? शिक्षण पेसा। टिचिङ प्रोफेसन हुँदैन। जो टिचर छ जे गर्छ त्यही प्रोफेसन उसको भयो कि भएन पेसा। अब कोही बिजुली मिस्त्री छ त बिजुली तार ठिक गर्ने यो काम गर्ने त्यो के भयो उसको पेसा। कोही बिजनेसम्यान छ बिजनेस उसको पेसा भयो कि भएन? शिक्षकको के पेसा भयो? त्यही हो शिक्षण। अब टिचिङको सक्षमता टिचिङलाई कसरी के भयो भने त्यो सक्षम छ। राम्रो टिचिङ भयो भन्न मतलब के भयो? के हुन्छ यसमा? वस्तुगत ज्ञान। अब जे आज पढाउने छ पढाउने जुन टपिक छ त्यसको बारेमा टिचरलाई राम्रो ज्ञान हुनुपर्छ कि पर्दैन? राम्ररी के छ क्वेसन कहाँ छ कसरी भयो त्यसको अर्थ के हो हरेक कुरोको ज्ञान हुनुपर्छ लेसनको। त्यो भयो वस्तुगत ज्ञान। यो भनेको के भयो?
फेरि हुन्छ ज्ञान त यहाँ आइसक्यो त अब फेरि कति ज्ञान सिप 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 भनेको के हो अब त्यो हुन्छ हरेक मान्छेले पढाउन सक्छ मलाई आउँछ पढाउन म शिक्षण सिप भयो मलाई वस्तुगत ज्ञान छ कि छैन मलाई लभ युले के हो कसरी हो किन भयो जस्तो ज्ञान छ त्यो पनि भयो यो भनेको के हो सिकारु त स्टुडेन्ट भयो के भयो स्टुडेन्ट सम्बन्धी ज्ञान पनि हुनुपर्छ अब कुन कम्युनिटीबाट आएको छ विद्यार्थी गरिब कम्युनिटीबाट छ कि छैन उसको कम्युनिटीमा कस्तो रीतिरिवाज छ अब कोही बुर्का लाएर आयो मुस्लिम कम्युनिटी त्यसलाई भइदिने पकाउनु भएन त्यसलाई पनि यहीँ बसाउने त्यसलाई पनि पढाउने अनि हरेक धर्मको मान्छेलाई समान अवसर दिने सबैलाई बराबर सिकाउने हो नि तपाईँहरू टिचर बनेर जानुहुन्छ कोही मुसलको आयो भने त्यसलाई के भन्छ भाग 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 यही सम्बन्धी ज्ञान हो सिकारु सम्बन्धी ज्ञान कस्तो किसिमको विद्यार्थी छ अब यही सब किसिमको विद्यार्थी छ कि छैन कोही ट्यालेन्ट छ कोही उसको त शिक्षण सक्षमता कसरी सक्षम हुन्छ टिचिङ राम्रो कसरी हुन्छ पेसा सबै कुरोको ज्ञान भयो भने के हुन्छ दस अब ऐसे में योहरू जसरी तीनवटा भयो नि 1 2 3वटा भएको भएन यही मापदण्ड भनेको यहीहरू हो के अरू मापदण्डहरू के हुन सक्छ टिचिङमा सूचना तथा सञ्चार प्रविधि अब स्मार्ट बोर्ड छ भने चलाउन आउनु पर्यो टिचरलाई प्रयोग परेन त्यसपछि त्यो अर्को भयो 3वटा भाषा त्यो 4था नम्बर त्यसपछि अरू के हुनु पर्यो मूल्याङ्कन गर्ने हुनु पर्यो टिचिङ कसरी पढाइरहेछ मूल्याङ्कन गर्नु पर्यो विद्यार्थीहरूको रिजल्ट के कस्तो छ यो अवश्य आफ्नो शिक्षण सम्बन्धी आफैले मूल्याङ्कन गर्ने विधि कुन हो त्यो 2 नम्बरको हुन्छ स्वमूल्याङ्कन ए नम्बर हुन्छ बी नम्बर स्व अध्ययन भनेको त पढ्ने अध्यापन गर्ने पढ्ने कुरा होइन यो मूल्याङ्कन हो मूल्याङ्कन भनेको के हो मूल्याङ्कन भनेको के हो मूल्याङ्कन भनेको कुनै चिज जाँच्ने नाप्ने त्यसको रिजल्ट पत्ता लगाउने भनेको के हो शिक्षकले आफ्नो शिक्षण सम्बन्धी कस्तो पढाइरहेछ शिक्षक आफैले के गर्छ मूल्याङ्कन त हुन त बाहिरबाट मान्छे गर्नु पर्यो अब आफैले मूल्याङ्कन गर्दा राम्रो हुन्छ विश्वसनीय हुन्छ आफ्नो दुधको कसैले खट्टा हुन्छ त स्व मूल्याङ्कन पनि तर विधि हो अब आफैले टिचर
मैले के पढायो, टिचरले विद्यार्थीले क्वेसन गर्यो भने मैले जवाब दिएँ कि दिइनँ, त्यो पनि त मूल्याङ्कन हो नि। बुझ्यो? कति बज्यो? 4:30 के भयो? के भन्छ? सेन्टर रिजल्ट कति सेन्टर हाँ सेन्टर कता दिसी अब तक टाइम चल काम चल्ला। चाहिए सर आज तो भाई बेटा अब आउँछ। छोटा दिसी मानीकरण तालिम कति अवधिमा
बनाउँदा कहाँ लेखिदियो सबै कैमरा मात्र ये अलग 5000 सर 1 नंबर कैमरे का दुकान आगे चुपना सर 1 नंबर 1 को ये कता शिक्षक 1 नंबर भन्छ त सी नंबर विद्यालय प्रधान बी नंबर बी कौन हुन्छ सर बी शिक्षक 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 यसमा सबै सर सबै त्यो दिनमा सबै वर्डहरूमा त अप्ठ्यारो छैन नि मेन वर्डैबाट सोध्छ त्यति गाह्रो सोध्दैन शिक्षक चाहिँ अब वर्डहरू जसरी पेसागत विकास के हो शिक्षण भनेको के हो मेन्टर भनेको के हो प्रमाणीकरण तालिम भनेको के हो नवप्रवेशी तालिम भनेको के हो आउँछ अहिले बी 2 नम्बर क्वेसन के हो 2 नंबर बी नंबर सर बी डी नंबर सर डी सबै ला नेक्स्ट था सर अच्छा 5 अवधिमा छ 10 त्यहाँ वर्ष लेख्ने सबैमा 5 वर्ष 10 वर्ष 15 वर्ष वर्ष लेख्ने 5 भनेको के थाहै हुँदैन 5 महिना हो कि 5 साल हो कि 5 जन्म हो 5 जन्म पनि हुन सक्छ
5 दिन पनि हुन सक्छ। 7 वर्षदेखि हो हो अब कति हुन्छ 5 वर्ष 5 5 वर्ष 5 वर्ष नप्रवेशी तालिम 1 वर्ष 6 महिना सर। दिनभर कति नभनिन्छ सर? सन्जु उसको तबियत खराब छ त्यसको दिनभर 6 महिना कुन हुन्छ सर? भन्छ 1 महिना हुन्छ सर। 1 महिना 1 महिना नप्रवेशी तालिम यो तालिमको अवधि हो के त्यो भनेको के हो सर? सब नप्रवेशी तालिम भनेको नयाँ टिचर नियुक्ति हुन्छ अनि तालिम दिन्छ यो 1 महिना ज्यादा 1 महिना त्यो नियुक्तिदेखि 5 वर्षपछि दिन्छ के यो 5 वर्ष त्यो प्रमाणीकरण तालिम 5 वर्ष अलग यो सेवाकालीन तालिम जस्तो भयो कुन अब टिचिङमा यहाँ खालि सुरुमा दियो भइसक्यो होइन नि बिचबिचमा 5 वर्षमा तालिम दिन्छ त्यसलाई के भन्छ नप्रवेशी होइन त्यो प्रमाणीकरण तालिम कति अवधिमा दिन्छ 5 वर्षमा मेन्टर भनेको के हो टिचरहरूलाई पनि तालिम जब आयोजना हुन्छ टिचरहरूलाई पनि पढाउने को आउँछ त्यसैलाई के भन्छ शिक्षक मेन्टर तालिम शिक्षकहरूको टिचरहरूको ट्रेनिङ हुन्छ त शिक्षकहरूभन्दा पनि ठुलो राम्रो विज्ञ आउनु पर्यो ज्ञान राम्रो ज्ञानको शिक्षा टिचरहरूको पनि टिचरलाई के भन्यो ठिक छ सिंगलों के साथ विकास को पायताला मध्यकुनु सेवा प्रवेश प्रमाणीकरण निरंतर शिक्षा भन्ने के हो निरन्तर चाहिँ 5 वर्ष अब कति बज अब भइहाल्यो टाइम भइस 5 अब कतै भन्छ उमा सब 2 दिन अस्ट्रेलिया उमाले आज फटाफट भनिदिने हम फास्ट शिक्षा
शिक्षण पेशागत विकास अनि शिक्षणको पेशागत विकास भनेको के हो कुनै शिक्षकलाई वस्तुगत ज्ञान अनि शिक्षकको पेशा विकास कार्यक्रम भनेको अनि तालिम र पेशागत विकासमा केमा प्रयोग छैन त्यो ध्यान भन्नु छोटो अवधिका लागि गरिने विकास फटाफट एउटा वर्ड भन्ने त पुरै पढ्ने पेशागत विकास अनि शिक्षण क्षमता अनि शिक्षणका मापदण्डहरू अनि शिक्षणले आफै शिक्षण नियन्त्रण शिक्षाको पेशागत भयो ल भोलि अब यसैको पढेर आउने